राधे राधे बुवा। राधे राधे। बुवा मलाई हजुरसँग एक दुईवटा ज्ञान लिन मन लाग्यो। ठिक छ, के सोध्ने हो? म एकदम धेरै खर्चालु छु, मेरो पैसै अडिँदैन। मैले के गर्ने यसको लागि बुवा? अनि हिँड्न पनि धेरै मन लाग्छ, के किन्न मन लाग्छ, यसको लागि पनि थोरै केही बताइदिनु न बुवा। ल, त्यसको लागि के छ भने पहिलो कुरा, जसको हातमा पानी राखियो भने, जस्तै यहाँ पानी राखिन्छ है, हजुर पानी यसरी राखिन्छ है, यो पानी एक थोपा पनि चुहिएको छैन। त्यत्रो पानी छ हातमा, यहाँ हेरौँ हैन, यो पानी एक थोपा पनि चुहिएको छैन। जसको पानी चुहिँदैन भनेदेखि त्यो मानिसको हातमा पैसा अडिन्छ, स हुन्छ। त्यसकारणले त्यो स भइरहेको हुन्छ पानी। पानीबाट पहिलो परीक्षा हुन्छ। दोस्रोमा के छ भने जसको कान ठुलो छ, ठुलो लप्रक्क परेको कान छ भने त्यो मान्छे भाग्यवानी। तेस्रो कुरामा के छ भने जसको पाउमा ऊर्जा रेखा छ, एउटा रेखा सिधा भएर गएको छ, जसको पाउमा चक्र छन्, पाउमा चक्र हुने मान्छे धेरै हिँड्नुपर्ने हुन्छ। घरमा बस्न मन लागेकै हुँदैन त्यो मान्छेलाई। हिँडौँ हिँडौँ हिँडौँ, अलिकति कहीँबाट आयो एकैछिनमा हिँडौँ हिँडौँ जस्तो लागिरहेको हुन्छ। ऊर्जा रेखा र चक्र भएको मान्छेलाई घरमा बस्न मन लाग्दैन। अब जसका छोरा मानिसको अगाडिको दाँत अलिकति अब्डाङ खब्डाङ भएर बसेको छ, दाँत छिचोरो भएको छ, त्यो मान्छे साह्रै भाग्यवानी हुन्छ। दाँत नराम्रो छ भने त्यो मान्छेको भाग्य अत्यन्त राम्रो भएको हुन्छ। दाँत मेरा नराम्रा भयो भनेर कसैले चिन्ता मान्नु पर्दैन। दाँतले ठुलो परीक्षा गरेको हुन्छ। बच्चा बेलामा दाँत अब्डाङ खब्डाङ नमिलेको दाँत हुन्छन्, कतिले त अहिले डक्टरमा गएर मिलाउन थालिया हुन्छन्, मिलाइरहनु पर्दैन। दाँतमा भाग्य बसेको हुन्छ। त्यस्तो छ। अब अर्को कुरा के छ भने जो मानिस नरम बोल्छ, बिस्तारी सानो स्वरले बोलेको हुन्छ, त्यो मान्छे भाग्यवानी हुन्छ। जो मानिस रिसाउँदैन, कसैले केही भन्यो भने पनि त्यो रिसाउँदैन, उसले गल्ती गरिहाल्यो यदि भने पनि माफी माग्छ, मैले गल्ती गरेछु, मलाई माफ दिनु है भन्छ, माफी माग्छ भने त्यो मान्छे भाग्यवानी हुन्छ। मलाई कसले के गरेछ र, मैले के गरेछु र भनेर घमण्ड देखाउँछ भने त्यो मान्छे अभागी हुन्छ। मान्छेका लक्षण यस्ता यस्ता खालका हुन्छन्। अब जस्तो के छ भनेदेखि जुन मान्छे चाहिँ अगाडि पछाडि हेर्दा, यसो अगाडि पछाडि कहीँ हिँड्दाखेरि हेर्दै 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 हिँड्छ भने त्यो मान्छे चलाक हुन्छ, धेरै चलाकी। सोझो बाटो मात्रै हिँड्ने होइन, चारैपट्टि त्यसले नजर दिँदै हिँड्नुपर्ने हुन्छ। त्यसकारणले त्यो खालको स्वभाव भयो सबैमा भनेदेखि राम्रो भाग्य चम्किन्छ। त्यसकारणले त्यो खालका कुराहरू छन्। अरू केही सोध्नु छ भने पनि टाइम त गइसक्यो, सोधे हुन्छ थोरै कुरा है। होइन, धन्यवाद बुवा, मैले धेरै कुरा बुझेँ आज। ल, धन्यवाद छ है त।